Hello, good morning everyone. It's me Amrita Jarga Magar. So तपाईहरु सन्चै हुनुहुन्छ होला हामी पनि एकदम आराम कुशल छौं अनि सो अहिले बिहानको चाहिँ कति बजे भन्ने गर्दाखेरि अहिले बिहानको 4:30 भएको छ र हामी चाहिँ किन यस्तो बिहानै उठिरहेको छौं भन्ने गर्दाखेरि चाहिँ सो म मेरो अफिसबाट चाहिँ वनभोज कार्यक्रममा जाँदै छु र आज दिनभरिमा हामी के गर्छौं तपाईहरुलाई देखाउने छु र म एक्लै जान लाग्दैन एज अ होल टिमसँग जाँदै छु त्यही भएर मस्त इन्जोय गर्नुपर्छ तपाईहरु पनि साथमा रहनु होला र म भर्खरै उठेको र अहिलेको रिसेन्टली भन्नु पर्दा कति धेरै चिसो छ यति धेरै चिसो छ नि सुत्न मन लागिरहेको छ निन्द्रा पनि लागिरहेको छ अब चाहिँ हामी रेडी भएर जान्छौं रेडी भएपछि देखाउँछु है त ल ओके अहिले हामी चाहिँ हिँडेको हैन तपाईहरु पनि लाइक मैले रेडी भएको यताउता भएको चाहिँ देखाएन तर पनि हामी जाँदै छौं ल ओके हामी ठ्याक्कै अफिसमा पनि आइसकेको छौं अनि यहाँनेरि हाम्रो पिकनिकको सामानहरु छ नमस्कार ओके हामी रेडी भएर गइसक्यौं हेलो मम्मी ओके हाम्रो यात्रा सुरु भइसकेको छ है साथीहरु हामी यता काई पुगेर यो कहाँ हो भन्नु त काई पुग्यो बाटो यो चाहिँ सर्ट ब्रेक भयो है हाम्रो चाहिँ यो वाला ब्रेक भयो क्या सो अब जाँदै छौं हैन ओके हामी चाहिँ रमाइलो गरेर छौं इन्जोय लिनुपर्छ कति धेरै काम गर्ने हैन त त्यो भएर पनि सो अनि मान्छेहरुको स्थिति यस्तो छ
कस्तो छ। देन हामी चाहिँ यसरी रमणीय हिमाल हेर्दै यस ठाउँमा सो हामी इन्जोय गर्दैछौँ होइन। सो अनि हामी चाहिँ आफै पकाउने खाने सबै कुराहरू गर्ने होइन। त्यसले गर्दाखेरि चाहिँ म फ्ल्यासब्याकमा देखाउन चाहन्छु हाम्रो यहाँ हुनुहुन्छ। हेलो, यहाँहरू गर्दै हुनुहुन्छ, इन्जोय गर्नुपर्छ भनेर यहाँ इन्जोय लिँदैछौँ। अनि लाइक अनि हामी अनि यहाँ हाम्रो चाहिँ यो चाहिँ हाम्रो किचन चाहिँ यता रहेको छ। किचन डिपार्टको हेडहरू यता हुनुहुन्छ। ओके, तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ हामी यता आइसक्यौँ होइन। अनि कति यो चाहिँ हिमाल हो, यस्तो चाहिँ हिमाल होइन, यस्तो चाहिँ हिमाल हो होइन। सो हामीलाई चाहिँ धेरै पिसफुल इन्भाइरोमेन्ट क्रिएट भएको छ नि। लाइक हुनुपर्छ है। खानामा त टिमवर्क होइन क्या, काम गर्नमा पनि टिमवर्क गर्नुपर्छ। यस्तो हिमाल हेर्दै अनि म्युजिक साउन्ड पनि यति राम्रो छ। ओके, सो अब म पनि काम गर्छु। सो यति धेरै गाह्रो बाटोमा बिहान त के अरे जाडो हुन्छ भनेर कति धेरै लुगा लाएर आएको। फेरि अहिले यहाँ गर्मी है, यति धेरै गर्मी नि लुगा खोलेर फालम जस्तो भयो क्या। सो अनि यो ठाउँ चाहिँ एक्ज्याक्टमा के हो भन्ने गर्दाखेरि चाहिँ यो चाहिँ जर्सिङ पौवा र यहाँबाट चाहिँ के देख्छ त हिमालहरू देख्न सक्नुहुन्छ है हजुरले चाहिँ। सो हिमालहरू हेरेर हामी रमाइलो गर्दैछौँ। भिडियो पनि गर्नु। अब हाम्रो कार्यक्रमलाई समापनको घडीमा हामी पुगिसकेका छौँ र यो समापनको घडीमा पुग्दै गर्दाखेरि र अन्तिम मन्तव्यको रूपमा चाहिँ टाइमलाई मध्यनजर गरेर उहाँले आफ्नो विशेष समयलाई फेरि पनि थाती राखेर हृदयदेखि नै मल्टिरिजको एउटा होल इन्टायर फ्यामिलीले उहाँलाई स्पेसल वेलकम गरेकोमा उहाँले सहृदयलाई स्वीकार गरेर हामीसँग सहभागी भई सम्पूर्ण हाम्रो कथा भइदिन प्लिज। एक ठाउँमा गोलो घेरा लाएर प्लिज। ओके, सो हामी खाना खाएर होइन यसरी अरू पनि खाना खान बसिरहनु भएको छ भ्यू हेर्दै। सो हामीहरू यसरी अब चाहिँ अनि धेरै पनि बजिसक्यो, त्यसले गर्दा अब हामी निस्किनु पर्ने पनि हुन्छ। फेरि दोस्रो राउन्डको चाहिँ गेम स्टार्ट भइसकेको छ र उहाँहरू चाहिँ हाम्रो प्रतियोगीहरू हुनुहुन्छ। मेरो नि चार्ज छैन क्या। र यो हिमाललाई हेर्दै गर्दाखेरि यति राम्रो दृश्य देखिन्छ नि।
फास्ट दादा फास्ट खेल पनि अब आजको खेलको दुवै प्रतियोगिताका विजेता। ओके हाम्रो सबै प्रोग्रामहरू चाहिँ समाप्त पनि भयो। देन आज हामीले चाहिँ धेरै इन्जोय पनि गऱ्यौँ होइन हिमाल हेर्दै। सो त्यो हुँदै आजको हाम्रो पिकनिकको होल डे चाहिँ रहेको छ र तपाईँहरूलाई एकदम आफूसँग जो नजिकै हुनुहुन्छ थाहा छ उहाँले राम्रोसँग टेक केयर गरेर लास्ट वान फर्किनुपर्छ है सबैजना